तपाईँ त स्योर पास रहेछ हौ सर। यहाँ हेरेपछि त म स्योर पास नि। तपाईँ स्योर पक्का पास ल। आनन्द भयो लामो सास बल्ल अलिक सास आयो अब चाहिँ गाडीले माथि राखेको छ सो चिया खाने होइन आज हामी चाहिँ फेरि आज अलिक लामो लामो यात्रामा निस्केको छौँ। हिँड्नु भएको छैन हामी उदेशमा आइपुग्दैछौँ कि यति छुट्टै गर्नु ल यही गाडीमा यस्तो छ ढिलो न ढिलो जाडो छ। त्यो सानो मिनी त्यो म्याजिक चढ्नेमा चाहिँ के साह्रो यो तुम्हारो तर र इटलीको अवस्था पनि यस्तो रहेछ आज चाहिँ एकदमै रुममा परेको। उनीहरू चाहिँ अगाडिदेखि नै एकदम होइन मान्छे सुनसरी कलेज कति ठुलो रहेछ हौ। सबैजना भविष्यको वकिलहरू हुनुहुन्छ। तपाईँ त स्योर पास रहेछ हौ सर। यहाँ हेरेपछि त म स्योर पास नि। तपाईँ स्योर पक्का पास ल। यता दिदी पनि पास। फोटोग्राफी पास भनिराख्नु न। म भिडियोग्राफी गरेको हो। यहाँ कन्फिडेन्ट भएको मान्छे कतिजना जति होला यति 4-5-6 जनामा 4-5-6 जना होला 100 जना चाहिँ कन्फिडेन्ट होला यहाँ। ठ्याक्क हामी धरान घण्टाघर आइपुग्यौँ। अब चाहिँ आनन्द भयो लामो सास बल्ल अलिक सास आयो अब चाहिँ। आज पनि छ कि के हो नि महावीर पुनको आज पनि रहेछ दिदी। कुन बाबै डाक्टर पो रहेछ त दिदी। अब चाहिँ हामी चाहिँ फाइनल्ली गाडीदेखि झरेर पुतली जानको बाटो चिया खोजी खान जाँदैछौँ। गाडीले माथि राखेको छ सो चिया खाने यो त सुनिँदैन परदेखि चाहिँ हुँदैछ। दिदी चाहिँ फोन गर्दै हुनुहुन्छ म चाहिँ भिडियो बनाउँदै हिँड्छु। खोपरा चाहिँ यिनीहरूवाले सबै लगिदिएर त्यस्तो भएर आउँदैछु। बाँकी यस्तो त्यस्तै हो लगभग हामी चिया खाएर छोड्छौँ। मेरो भिडियो पनि यही म यता